हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ फेरि धेरै दिनपछि धेरै पछि चाहिँ नयाँ ब्लग छ हैन। यो चाहिँ कोरीको ब्लग। अहिले चाहिँ हामी बेसरदेखि पोखराको लागि जाँदैछौँ। यो चाहिँ डे 1 हाम्रो फर्स्ट डे। अहिले हिँडेको गाडीको लागि जाँदैछौँ। लमजुङदेखि पोखरा जाँदैछौँ। नमस्ते सबैजनालाई। हामी चाहिँ अहिले बेसरबाट पोखरा आइपुगेको थियो अनि ट्याक्सी चढेर चाहिँ काउखोला आयो। यहाँबाट चाहिँ सिक्लेसको लागि हामी जिपमा हिँड्न लागेको। अब यहाँबाट लगभग 3.5 घन्टा लाग्दो रहेछ अब सिक्लेस पुग्नलाई। हाम्रो बास चाहिँ आज सिक्लेसमै हुन्छ। त्यहाँबाट चाहिँ भोलि हाम्रो पैदल यात्रा हुन्छ। अहिले चाहिँ हामी यो चिप्ले गाउँ भन्ने ठाउँमा आइपुग्यो। हामी चाहिँ त्यो सेक्लेसबाट जाने बेलामा यसो यो चायको ब्रेक हो। राम्रो रहेछ। यहाँनिर आएपछि चाहिँ चिसो फिल पनि हुँदो रहेछ। एकदम गाउँको भाइबसँगै आउने हावा। ल हामी चाहिँ अहिले आजको लास्ट डेस्टिनेसन चाहिँ आइपुग्यो सेक्लेस भिलेज। भर्खर हामी गाडीबाट झरेर हाम्रो होटलतर्फ जाँदैछौँ। हिँड्दै जाँदैछौँ। यहाँसम्म आइपुग्दा एकदम कुल फिल भयो। पुरै चारैतिर बादलले ढाकिरहेछ है। यो गाउँलाई पनि एकछिनमा ढाक्छ होला सायद, माथितिर ढाकेको होला। तर राम्रै भयो। बाटो पनि एडभेन्चर टाइपको, हल्का अफ पेज जस्तो टाइपको रहेछ। फेरि पानी पर्यो। हिँड्दै पानी चाहिँ परिरहेछ डर। एकछिनमा पानी पर्ने रोकिने भइरहेछ। तर मजा आइरहेछ पानी परे पनि। त्यो एउटा होटलबाट माथि भन्थ्यो, यो होटलबाट अझै माथि होला। ल भिलेज चाहिँ दामी रहेछ सेक्लेस भिलेज। हाम्रो साथी प्रदीप मगर। पानी दुनु भयो है। भर्खर पानी आउने, भर्खर रोकिने भयो रहेछ पानी पनि। हाम्रो होटल चाहिँ त्यो ठुलो बिल्डिङ रहेछ होइन, 3टा बिल्डिङ। त्यो चाहिँ हामी बस्ने होटल। भन्नुकोलाई भेटाए सुत्दा गरेर दामी रहेछ गाउँ। ठुलो बाक्लो बस्ती, गुरुङ बस्तीले भरेको रहेछ। हामी चाहिँ अहिले थोरै चौचौको सुप खाएर सिक्लेस पार्कतिर जाँदैछौँ। यहाँबाट लगभग आधी घन्टा लाग्दो रहेछ हामी बसेको होटलबाट। बाटो चाहिँ दामी। गीत सुन्दै 3जना यसो पार्कतिर घुमेर आउनु पऱ्यो भनेर। यहाँको भ्यू दामी देखिने पार्क रहेछ यहाँ माथि, सिक्लेस पार्क। हामीलाई बाटो देखाउँदैछन् हाम्रो गाइड सरले। बाटो बिर्सिनु भयो क्या हो। निन्द्रा लाग्छ गाइड सरलाई। अब के हामी भोलि हिँड्न सक्ला त यस्तो पाराले? यही 15 मिनट हिँड्दै फाँक भइसक्यो। भोलि हिँड्न सक्ला त? हाम्रो गाइड सर यहाँ बाटो बिर्सिया जस्तो छ गाइड सरले। ल यो चाहिँ सिक्लेस पार्क आयो है। सिक्लेस पार्क दामी रहेछ, ग्रिन होइन। थोरै होसो पनि लागेको छ। एकदम दामी पिसफुल भयो है। एकदम दामी। यस्तै हेर्नको लागि हो क्या यतिको दुःख गरिएको। ल यहाँ आएर चाहिँ एकदम दामी फिल भयो है। एकदम कुल, चिसो होइन। यहाँसम्म आउँदा पनि 15 मिनट जति लाग्दो रहेछ। तलबाट पार्क रहेछ, के पिङहरू रहेछ, बच्चाहरू खेल्ने। त्यहाँ जानु पर्यो एकछिन। यहाँ चाहिँ सिक्लेस पार्क टेन्ट हाउस दामी।
भ्यूहरू देखाइदिएन पुरै हुस्सो लागेको छ यतातिर पारीको गाउँ ताङतेङ गाउँ देखाइदिए अब चाहिँ हामी केही समय यसो ड्रोन उडाउनु पर्ला माथि देखाइदिए एकचोटि माथि पनि यस्तो दामी हुस्सी यस्तो हिँडिरहेछ है नमस्ते एभ्रिवान यो चाहिँ हाम्रो डे 2 भर्खर उठ्यो अहिलेको बिहानको 5:30 भएको छ अलार्म चाहिँ 5 बजे राखेको तर 5:30 बजे उठ्यो अब प्याकिङ स्याकिङ गर्ने होइन कफी सफी खाने अनि हाम्रो चाहिँ अब चाहिँ पैदल यात्रा सुरु हुन्छ त्यतिखेर चाहिँ एकजना लगभग 1.5 घन्टामा ओह्रालो झरियो होइन अब चाहिँ ठाडो उकालो पुलमा आयो पुल तरेपछि ठाडो उकालो रहेछ जुगा सुगा छिडा जस्तो लागिरहेछ चिलाइरहेछ है गर्मी पनि भइरहेछ आइज अगाडि अलिकति दामी छ पुरानो पुलहरू होइन पुरै एडभेन्चर खोला जङ्गल बाटोहरू चाहिँ दामी नै रहेछ अब मौसमले चाहिँ साथ दिनु पर्यो है मौसमले साथ दिनु भने चाहिँ गाह्रो हुन्छ पानी पर्यो भने घाम चाहिँ लागेन यत्तिकै शीतल भयो भने चाहिँ चढ्न सकिन्छ जस्तो लागिरहेछ मलाई चाहिँ घाम लाग्यो भने चाहिँ गाह्रो पर्छ पानी पऱ्यो भने गाह्रो पर्छ है त्यस्तै अब शीतल भए त हुन्थ्यो सजिलो हुन्थ्यो माथि नै पुगिन्थ्यो लगाइछु चाहिँ हाम्रो अब थोरै ब्रेक यसो यो बारहरू इनर्जी बार इनर्जी वाटर होइन के भन्छ त्यसलाई जीवन जल एकदम प्रोटिन एकदम हाई प्रोटिन चाहिन्छ अब इनर्जी आउनलाई बडीमा उकालो ओभर उकालो रहेछ पुरै जङ्गलको बाटो ठाडै उकालो गाह्रो भयो ल के भन्नु त कतिको गाह्रो भयो तँलाई फर्स्ट टाइम सास फुले ल गाइज यो के हो चिनी होला होइन सबैजनाले नजिकबाट देखाएको यो चाहिँ बाटैभरि पुरै लट्ट छ यस्तो खाने मान्छेलाई त एकदम राम्रो रहेछ यो ट्रेक चाहिँ यताउतातिर लट्ट भएर बसिरहेछ पुरै ल हामी चाहिँ बिहान 6:30 बजे हिँडेको 6:30, 7, 8, 9, 10 4 घन्टामा चाहिँ टासा आइपुग्यो अरूको लागि फुल डे रहेछ होइन हाम्रो लागि चाहिँ 4 घन्टामै हामीले कम्प्लिट गऱ्यो अरूको लागि 2 दिनको यात्रा हामीले 1 दिनमै सक्ने हो हामी चाहिँ कोरी पुग्ने सोच्छु अब सकिन्छ सकिँदैन थाहा भएन माछा पुच्छ्रो हिमालय एकदम दामी देखाएको छ माछा पुच्छ्रो हिमालय यहाँबाट भ्यू दामी छ यो चाहिँ टासा गाउँ रहेछ टासा आइपुग्यो हामी 4 घन्टामा अर्काको लागि चाहिँ अब धेरै नै कठिन रहेछ बिगिनरहरूको लागि चाहिँ एकदम गाह्रो ट्रेक है यो ठाडै उकालो छ सोचेर आउनु होला ए हाम्रो गाली अगाडि पुगिसकेछ अघि नै टासा आइपुग्यो है हामी चाहिँ अरूको लागि 1 दिनको बाटो चाहिँ हामी 4 घन्टामा सक्यो होइन ओ माई गड हिमाल बबाल देखिँदो रहेछ फर्कानु खै पक म देखाउँछु हिमाल पक वाट अ नाइस भ्यू बोल्न त बोलेको पुरै आइरहेछ म हेलो गाइज कैसे हो आप लोग गेट आउट फ्रॉम होम निकले घरों से लाइफ इज लिटल जिंदगी छोटी है दिस इज द व्यू व्हाट आई एम वान्ट है दामी भ्यू देखियो मलाई आनन्द भयो मलाई 4 घन्टाको उकालो एकदम गाह्रोसँग आएको यसकै लागि है ल हामी चाहिँ अब
टासाबाट माथि कोरीको लागि आज नै सक्दिउँ भनेर कोरीसम्मै पुगौँ भनेर हिँडेछु। सक्छ होला सायद, केटाहरूले हिँड्दो रहेछ। र बाटो चाहिँ दामी एडभेन्चर टाइपको जङ्गलहरू होइन, घनघोर जङ्गल, खोला, ठाडो उकालो, गाह्रो चाहिँ गाह्रै छ। पटेल नि त उही तर हामीलाई एकदम मौसमले साथ दियो है, मौसमले दामी साथ दियो। पानी नि परेन, घाम पनि लागेन, एकदम मौसमले साथ दियो। थ्याङ्क्स गड है। यो जङ्गलको कसम, यो हावाको कसम, यो बादलको कसम, कसम म तिमीलाई माया गर्छु, धेरै माया गर्छु मेरी माया। हामी चाहिँ म्युजिकको तालमा होइन, एकदम म्युजिकको तालमा मस्त हिँडिरहेछ। बाटो चाहिँ यो चाहिँ तेर्से रहेछ, हल्का सजिलो, एकदम मजा आइरहेछ। वेदर पनि दामी चिसो, सायद बादल लागिरह होला बाहिर, भित्र चाहिँ लागेको छैन। चिसो चिसो मौसम, खासै गर्मी पनि भएको छैन, चिसो चिसो आनन्द फिल भइरहेछ अहिले चाहिँ। काठ चाहिँ गलिरहेछ यो झोलाले गरेर, मजा आयो मजा गाइस, धेरै मजा आइरहेछ। यस्तै यस्तै हो जिन्दगी, कहिलेकाहीँ हिँड्नुपर्छ। गीत पनि दामी बज्यो है, यो गीतमा के शब्दहरू जाओस्। तिम्रो नाकको फुली, तिम्रो गाजलको आँखा यो मनमा छ सधैँ, ज्योति भनेरै बसेको छ, मोती भनेरै बसेको छ मनमा, सधैँको लागि बस्नेछ। ठुला ठुला तिम्रो गाजलको आँखाहरू मनमा छ है सधैँभरि। तिर पनि गाडा भएर बसेको छ तिम्रो गाजलको आँखा, तिम्रो लजालो हेराइ सबै। जहाँसम्म लाग्छ केही स्पेसल आउँदैछ। तिमीलाई सम्झे के भन्नु, कहिलेकाहीँ होइन त्यो मिस्टरी मायालुहरू पनि याद आउँदो रहेछ। केही समयमा आफूभन्दा प्राण लाग्ने मान्छेहरू बिर्सिन नसकिने रहेछ, बिर्सिन पऱ्यो भने। लगभग हामी चाहिँ 6 घन्टामा यो के भन्छ अरे चागो आइपुग्यो होइन। यहाँबाट चाहिँ अझै 5 घन्टा लाग्दो रहेछ कोरी पुग्नलाई। जस एक दिनमै सिक्लेसबाट कोरी पुग्न सकिने रहेछ हामी, अब हिँड्न सक्नेले चाहिँ। अब एकछिन हामी चाहिँ यसो चौचो सुप ब्रेक गरेको, अब यहाँबाट हिँड्नु पर्ला लगभग एकछिन आधी घन्टा जति रेस्ट गरेर थाहा सोद्धाखेरि हिँड्नु पर्ला। 5 घन्टा जति रहेछ, बेलुका पुगिने भयो। अब त्यही 6-7 बजीतिर पुगिन्छ होला कोरी। अब जसरी पनि त्यही मर्निङ भ्यू हेर्ने हो कोरीको। ठिक छ ल। ल है त, अब यस्तो ट्रेकिङमा पानीको एक्सपिरियन्स पनि भयो। यो चाहिँ मेरो फर्स्ट टाइम हो ट्रेकिङ हुँदाखेरि, फर्स्ट टाइम पानीमा पनि हिँड्यो क्या। दामी लाग्यो, तर ओभर हेभी चाहिँ परेको छैन, सिमसिम परेको छ, दामी लाग्यो। पानीमा पनि हिँड्न पायो, एक्सपिरियन्स पनि भयो होइन। तँलाई कस्तो फिल भयो पानीको? जिस्का जस्तो गरे अरे, जिस्का जस्तो गरे अरे पानीले। ल दामी भयो, न्यू एक्सपिरियन्स पनि ल्यायो है त। तर हेभी चाहिँ परेन, नर्मल। लाइफमा केही गर्न नसक्यो भने, पैसा कमाउन सकेन, धन सम्पत्ति जोड्न सकेन पनि केही छैन, थोरै पैसा बचाएर भने लेकतिर घुम्न आउनुपर्छ है। यस्तो ट्रेकिङ हिँड्नुपर्छ, एकदम माइन्ड लाइफ फ्रेस हुन्छ होइन। कति टेन्सन लिनु, कति कामको पैसा लिनु। म चाहिँ के भन्छु भनेपछि माइन्ड फ्री गर्न जानुहुन्छ आउनुहोस् चाहिँ। गाह्रो छ तर यहाँ आएपछि चाहिँ स्वर्ग पुगेको फिल हुन्छ। चारैतिर फुलको बिचमा, पाहाडको बिचमा एकछिनमै बादल लाग्ने, एकछिनमै घाम लाग्ने है। ल अब चाहिँ नजिक आइपुग्यो, 5 मिनट होला होइन। हुस्सुले पुरै ढाकेको छ हामीलाई, चिसो भइरहेछ।
उताबाट हामी 6:30 बजे हिँडेको 6 बजे ठ्याक्कै हाम्रो फाइनल डेस्टिनेसनमा आइपुग्यो फाइनल्ली आइपुग्यो भनौँ न बिस्तारै बिस्तारै आयो ढुक्कसँग आयो यस्तो गाह्रो केही भएन केही पोरी भोलि बिहान राखेर हेर्ने भ्यू त अहिले त केही देखिँदैन उस्तो 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 पुरै ढाकिरहेछ बल्ल भेट्यो पोरी गुड मर्निङ फ्रम कोरी अहिले चाहिँ मर्निङको के भन्छ अरे 5:20 भइरहेछ दामी देखिरहेछ वेदर खुल्ली रहेछ एकदम क्लिन वेदर छ अब एकछिनपछि के हुन्छ थाहा भएन उतातिर चाहिँ सनराइज आउन लागिरहेछ सनराइज होइन सनसेट भ्यू पोइन्टतिर जान लागेको होइन खोइ त यहाँको होटेलको दाइहरू उठेको थियो होइन जुत्ता सुत्ताहरू छ भनेको र दामी देखिरहेछ है अहिले पनि अब चाहिँ सनराइज लागेपछि झन् बब्बा देखिन्छ होला दामी छ गाइस कोरी हामी चाहिँ उता भ्यू हेरेर बस अनि सुत्ने अनि कोरी डाँडा घुमेर फर्किएको है अब चाहिँ फेरि हामी रिटर्न ब्याक टु होटेल सायद अब हामी कपुचीतिर जान्छौँ होला घुमेर फर्क्यो ल केटाकेटी हो घरबाट बाहिर निस्किनु पऱ्यो के घरबाट बाहिर निस्किनु पऱ्यो यस्तो भ्यू हेर्नु पऱ्यो स्वर्ग हेर्न आउनु पऱ्यो त्यो कति रुममा बस्छ कोचेर मोबाइल चलाउँदै मात्रै निस्क्यौ विदाउट टावर विदाउट मोबाइल हेर यस्तो भ्यू हेर्न पाइन्छ स्वर्ग हेर्न पाइन्छ निस्क्यौ ल अब हामी चाहिँ कोरीबाट अब कपुचीको लागि पैदल यात्रा गर्दैछौँ यहाँबाट लगभग खै अब 4-5 घन्टा लाग्छ भन्ने सुनेको थियो अब हेरौँ कस्तो हुन्छ सिचुएसन खुट्टा पनि दुखिरहेछ सबैजनाको कति सकिन्छ हिँड्नुपर्छ कोरी घुमेर गयो अब कपुचीतिर जाँदैछौँ है गाइजहरू ल हेर्दै जानु होला लेकको भोटे कुकुर यस्तो हुन्छ है जङ्गी हुन्छ यसले त बात पनि मार्छ यतै जङ्गी छ यार त डेन्जर टोक्छ कलुवा हो कलुवा भोटे कुकुर है डेन्जर हुन्छ भोटे कुकुर यो चाहिँ देउराली हो होइन प्रायः मान्छेहरूले यो सायद थाहा छैन होला जस्तो लेकतिर हाम्रो गाउँतिर चाहिँ एकदम यो मान्छ यो चाहिँ कस्तो हुन्छ भने आफूले चाहिँ आफ्नो मनको भाकल लाग्छ क्या यसरी ढुङ्गाहरू प्लस गरेर कसैले पैसा कसैले योहरू चढाउँछ फुलहरू चढाउँछ यसरी आफ्नो भाकल राख्ने मनको चाहनाहरू राखेर यसरी चढाउँछ देउरालीमा चाहिँ हेर्नु है दामी छ सबैजनाले धेरैजनाले देउराली बनाएको छ ए साली लेकतिर हुन्न र हामीसँग ट्रेकिङ गर्न हुन्न र हामीसँग घुम्न आउन हुन्न र आउनु पर्यो के साली आउनु पर्यो ल है त अब कपुचीतिरको भ्यू हेर्न लाग्यो म चाहिँ हामी चाहिँ हिँड्दैछ तलतिर एकजना यहाँतिर हिँड्दै अब चाहिँ
यस्तो राउन्ड हानेको कोरी हुँदै कपुची हुँदै अब फेरि सेक्लेस जान्छौँ हामी चाहिँ। यो चाहिँ मेरो माइलोको लागि है त। सुनै सुनको महलमा राख्न नसकिने तिमीलाई फुलै फुलको महलमा राखौँला। सुनै सुनको हार दिन नसकिने तिमीलाई फुलै फुलको हार दिउँला। प्लिज एक्सेप्ट है त। तिमीलाई एकदम धेरै फुल मनपर्छ है। तिम्रो लागि मैले कति धेरै फुल कलेक्ट गरेको छु हेर त। सुकेर झर्न लाग्छ। तिमीलाई मैले यो फुल दिन नसके पनि यहीँबाट मेसेन्जरबाट पठाइदिन्छु ल। धेरै धेरै माया सम्झना छ तिमीलाई। हामी चाहिँ माथि कोरीबाट तल हुगुसम्म जाँदैछौँ अहिले। हुगुबाट पनि तपाईँको 2 घन्टा उकालो चढ्नु पर्दो रहेछ माथि कपुची जानको लागि। कपुची लेकको लागि चाहिँ जाँदैछौँ हामी चाहिँ। फुलै फुलको बगैँचा पुरै ग्राउन्ड जस्तो छ है, हरियाली जङ्गलको बिचमा। है हामी चाहिँ कोरीबाट कपुची जाने क्रममा यो जङ्गलको बाटो हिँड्दैछौँ। एकदम एडभेन्चर रहेछ। लालीगुराँसको रुखहरू रहेछ, धेरै सानो सानो खोलाहरू, चिसो चिसो मौसम, जुगा सबै रहेछ। मजा छ। लास्ट एडभेन्चर फरेस्ट, बिग फरेस्ट, जङ्गलको बाटो। हामी चाहिँ बल्ल यता हुगु आइपुग्यो है। अब ब्रेक थोरै चाउचाउ ब्रेक, चाउचाउ सुप ब्रेक। ठाडै ओह्रालो झऱ्यो कोरीबाट। यो होटलमा अब सामान राख्यो। अब चाहिँ मान्छे मात्रै जाने हो यहाँ कपुचे लेक। त्यहाँबाट लगभग 2 घन्टा लाग्छ भनेर छ। हामीलाई कति टाइम लाग्छ यो। अनि फेरि यहीँ फर्किने, यही होटलमा पऱ्यो। यही हुन्छ हाम्रो स्टे आज चाहिँ, आजको नाइट चाहिँ। ल यता फाइनल्ली हामी कपुचे लेक आइपुग्यो। ठ्याक्कै अरूले चाहिँ हाम्रो 2 घन्टा 2.5 घन्टा लाग्छ भन्थ्यो, तर हामी चाहिँ 1.5 घन्टामा आइपुग्यो। 3 जना डाङ्ग हिँडेर आइदिएको 1.5 घन्टामा आइपुग्यो। वाउ, वाट अ नाइस भ्यू। सबैजनालाई गुड इभिनिङ है। हामी चाहिँ अहिले 5 बजे लगभग 4 चाहिँ बजेको रहेछ। अँध्यारो त अँध्यारो है, जङ्गलको बाटो एकदम अँध्यारो रहेछ। 4 बजे पनि 3 जना मात्रै छ हामी। 3 जना मात्रै आएछ यो तालमा आज। दामी है, हिमताल हो यो चाहिँ। त्यो माथि हिमबाट झरेको ताल हिमताल, कपुचे ताल। यस्तो दामी ग्रिन है, माइन्ड नै यस्तो फ्रेस भयो क्या, दामी छ है। आउनु होला। यस्तो गाह्रो चाहिँ छैन कपुचे चाहिँ। सेक्लेसबाट तपाईँ 1 दिनमै आइपुग्नुहुन्छ। धेरै राम्रो छ। यस्तो गाह्रो ट्रेक चाहिँ छैन है यो चाहिँ। केटा हो तिमीहरू भयो यसलाई कस्तो लान्थ्यो होला, यत्रो लट्ट परेको छ्याप भयो है। ढुङ्गर है। गुड मर्निङ फ्रम हुगु है। हामी चाहिँ हिजो यहीँ बसेको थिएँ कपुचे घुमेर आएर। अब हामी चाहिँ ब्याक टु होम है। अब यहाँबाट 4 घन्टा जति 5 घन्टा जति चाहिँ हिँड्नुपर्छ अरे। अन्त त्यहाँबाट सेक्लेस टु पोखरा टु बेसी सहर, ब्याक टु होम अब।